त्यही कारण धर्मशास्त्र के भने असत्यमा सत्यगमय तमसोमा ज्योतिर्गमय मृत्युमा अमृतम गमय। असत्यबाट चाहिँ सत्यतर्फ लाने एउटै व्यक्ति आउँछ युग युगमा, जसलाई सद्गुरु भनेको छ, महान पुरुष भनेको छ। भगवान विष्णु, भगवान राम, भगवान श्री कृष्ण महाराज, गौतम बुद्ध, ईसा मसीह, हजरत मुसा, जो पनि महान पुरुष आए, उनीहरूले एउटै कुरा गरे कि मानव तिमीभित्र त्यो तत्त्व छ, त्यो शक्ति छ। अब त्यो अमृतलाई प्राप्त गर्नको निम्ति मनुष्य जीवन प्राप्त गरेको हामी भुलिरहेका छौँ। संसारमा हर कुरो गर्नु घुमिरहेको छ, छोराछोरी पैदा गर्नु भुलिरहेका छौँ, पैसा रुपियाँ कमाउनुको भुलिरहेका छौँ, यो गर्नु त्यो सांसारिक कुरा भुलिरहेछौँ। तर सन्तले के भने भनेदेखि कि जब आउँछ यमराज चक्र घुमाउँदै लैजान्छ उडाइ यो शरीर चारी, घुसती यसलाई रोक्न सकिन्न, आँसु बहाइ खुन्न सकिन्न। अरे मान यो जग्गालाई छाडी जानु छ, पाप र पुण्य नै साथमा जान्छ। अब संसारमा तपाईँ हामी मनुष्य शरीर प्राप्त भएर आएको छौँ भने के अरे मानव यो जग्गालाई छाडी जानु छ, पाप र पुण्य नै साथमा जान्छ। संसारमा अरू केही पनि लाँदैन, दुइटै लान्छ अरे। अनि धर्मशास्त्रले भनेको हुन्छ दुइटै लाग्छ, लाँदा के पनि लाँदैन। व्यवहारिक जीवनमा हेर्दाखेरि त हाम्रो त हातहरू सबै खुला गरिदिन्छ, लागु लुगाहरू पनि काटिदिन्छ, निकालिन्छ, जलाइन्छ, इत्यादि समाप्त गरिन्छ। तर पनि अध्यात्मले भनेको तिमीले दुइटा लान्छौ भनेछ, एउटा पाप कर्म लान्छ, एउटा पुण्य कर्म लान्छौ। दुइटा कर्म लगेपछि कसरी जान्छ त भन्दाखेरि चाहिँ हाम्रो किराँती धर्ममा चाहिँ बडा मजाको कुरा आउँछ। किराँती धर्ममा चाहिँ कामको दिन माग पार आउँछन्, माग पार आएर चाहिँ उनले पूजा आजा गर्न थालेपछि उसको शरीरमा आउँछ। उसको शरीरमा आएर भन्न थाल्छ कि यो मलाई यो चाहियो, त्यो चाहियो, यो गर त्यो गर, यस्तो भयो यस्तो हो, सबै मान्छ। अब मागमा कहिले पनि आएको हुँदैन, तर पनि गोड्रेजहरू सबै खोलेर यो लुगा चाहियो, त्यो लुगा चाहियो भने इत्यादि भन्छ। जाने भनेको रुनिएर गर्छ, जाँदो रहेछ नि अखेरि। यसै कारण जब चेतना हुन्छ, जब मनुष्य शरीर अहिले हाम्रो चेतना चाहिँ यति बेला चाहिँ तपाईँलाई हामीले सोच्नै पर्छ। एउटा कुरा चाहिँ के सोध्नुपर्छ भन्दाखेरि हामी अमृतलाई प्राप्त गर्न आएका छौँ। असत्यमा सतगमय तमसोमा ज्योतिर्गमय। असत्य छ संसार। के असत्य छ भन्दाखेरि जे कुरो हामीले हाम्रो जीवनमा मैले गरेको कर्मबाट अरूलाई दुःख हुन्छ भने त्यो असत्य हो, त्यो पाप हो। त्यो पाप काम गर्न हुँदैन भनेर मनुष्य जब एकपल्ट पाउँछ फेरि फेरि पाउँदैन। जब एकपल्ट पाएको जीवनलाई तपाईँ हामीले के गर्नु भन्दाखेरि चाहिँ तमसोबाट चाहिँ ज्योतिर्मय हो, तमसोमा ज्योतिर्गमय। तम भनेको अन्धकार हो, ज्योति भनेको ज्योतिर्गमय। अन्धकारबाट चाहिँ उज्यालो तर्फ जाने। अब अन्धकारमा उज्यालो तर्फ जानु के भनेको भन्दाखेरि चाहिँ अहिले उज्यालै छ त, तपाईँलाई हामी देखेको उज्यालै हो त। अन्धकार चाहिँ के चिज हो भन्दाखेरि चाहिँ आफूलाई नजान्नु चाहिँ अन्धकार हो। अन्धकार चाहिँ के चिज हो भने आफूलाई नजान्नु। म को हुँ भनेर जबसम्म हामीलाई थाहा हुँदैन त्यो चाहिँ अन्धकार। अन्धकार चाहिँ के अरे भन्दाखेरि चाहिँ म को हुँ भन्दाखेरि चाहिँ सबले मेरो स्टुडेन्ट यहाँ धेरै छ, उनले चाहिँ को तपाईँ त प्रकाश सर हो भन्छन्। मलाई प्रकाश अनि सर, म पहिल्यै सर होइन, पहिला म प्रकाश हो। म पहिला प्रकाश पनि होइन, मलाई मेरो फुपूले राखिदिनु भएको नाम हो, मेरो पण्डितले राखिदिएको नाम हो। त्योभन्दा अगाडि म नाम बिना थिएँ। जबसम्म मेरो नौरान भएको थिएन तबसम्म मेरो नाम बिना थिएँ। त्यति म थिएन, मेरो अस्तित्व थियो नि त। त्यसपछि मेरो नाम प्रकाश भयो, म पढेँ बढेँ इत्यादि भयो, टिचर भयो। त्यसरी मेरो टाइटल जोड्यो सर भन्यो। अनि संसारमा जाँदाखेरि सबै कुरो छोडेर जान्छौँ। जाँदा दुइटै कुरा, एउटा असत्य एउटा सत्य। सत्य चाहिँ के चिज हो त भन्दाखेरि चाहिँ सधैँ भक्ति गर्नु सत्य भनेको होइन, सधैँ धुप घुमाउनु सत्य भनेको होइन, सधैँ घन्टी बजाउन सत्य भनेको होइन। सत्य चाहिँ के हो, केलाई भनिन्छ भन्दाखेरि तपाईँभित्र चल्दै गएर त्यो श्वास छ नि, प्राण, त्यही सत्य हो नि। त्यो निक्लिनुहोस् त। अहिले म खोक्दैछु, मेरो प्राण निक्लियोस् त। तपाईँहरू अत्तालिनुहुन्छ नि, कराउनुहुन्छ नि, के भयो हलाउनुहुन्छ नि,
अनि मेरो सोध्ने चाहिँ के रहेछ भने त्यो प्राण हो नि त, जबसम्म त्यो प्राणको ज्ञान प्राप्त हुँदैन तबसम्म हामी असत्यमै हुन्छौँ, चाहे जति नै भक्ति गर्नु। किन सन्तले यहाँ छन् भने माला फिरे त युग गया, फिरेन मनका फेर, करका मनका डारीले मनका मनका फेर भन्ने। कति दिन माला जप्छौँ, कति दिन मुखले इत्यादि भन्छौँ, तर जबसम्म मनको माला, प्राणको माला, श्वासको माला जब फेर्दैनौ तबसम्म संसार नसोर्छ भन्ने भनेको छ। आज समयको तत्त्वदर्शी सद्गुरु देशेन गुरु महाराजले के भन्नुहुँदैछ भन्दाखेरि, मानव तिमी भित्र त्यो शक्ति छ, तिमी ज्योति स्वरूप हौ, तिमी मृत्युमा अमृत गमय हौ, तिमी मनुष्य मात्र होइन मानव हौ, तिम्रो जीवन अन्तिमसम्म के होस् भन्दाखेरि मृत्युमा अमृतम गमायो। मृत्युञ्जय हुनु सक्नु पर्यो अरे। मृत्युलाई जित्नको निम्ति चाहिँ एउटै शक्ति छ, त्यो शक्ति हो आत्मज्ञान, त्यो शक्ति हो प्राणको ज्ञान, त्यो शक्ति हो श्वासको ज्ञान। त्यही श्वासको ज्ञान, त्यही प्राणको ज्ञानले आज समय कत्यादेशी गुरु महाराजले दिइरहनु भएको छ, त्यसैको प्रचार भइरहेको छ। जब श्वासको ज्ञान मलाई अनुभूति भयो, हजुरलाई त्यो अनुभूति भइसकेपछि संसार रहना नहीं देश बिराना, ये संसार कागज की पुड़िया, भूत पड़े धूल मिल जाए, रहना नहीं देश बिना, ये संसार कागज की पुड़िया। संसार त एउटा कर्तव्य मात्र सम्झिहाल्छ नि मान्छेले। यस कारणले गर्दा आऊ तपाईँ हामीले पनि म भित्र भएको त्यो प्राण शक्तिले जानौँ। सबैभन्दा शक्ति त श्वास रहेछ नि त, त्यस कारण श्वासको क्रियालाई जानौँ। उठत बैठत सोवत जागत नाम, कहे नानक सद भए तिनके काम। उठ्दा पनि बस्दा पनि सुत्दा पनि हर समय नै त्यो ईश्वरको नाम जपेको हुनुपर्छ। मलाई टाइम पाउँदा मौका पर्दा या मैले कुनै मलाई पर्वतिर ईश्वर दान यो होइन, हर समयमा भनेको छ 24 घण्टा नै। अब 24 घण्टा ईश्वरको नाम जप्नु सक्ने सबैले, हामी पनि त सक्दैनौँ। खाएको बेलामा, सुत्दाको बेलामा, हामी निद्राको बेलामा कुन चाहिँ भगवानको नाम जप्छौँ, तर त्यति बेला पनि भगवानको नाम जपिन्छ। कति बेला जपिन्छ भन्दाखेरि जब हामी सुतेको बेला चाहिँ एउटै चिज, कोही बेला म सपनाको जीवन बहुत मजाले पढ्छु क्या, अनुभव गर्छु। सपनामा हामी कहाँ पुगिरहेको हुन्छौँ, सपनामा हामी के देखिरहेको हुन्छौँ, बिपनामा हामी फेरि पिम्जेपछि त्यो हुँदैनौँ। यसकारण यो सपनाको जुन चाहिँ जीवन छ, यस्तै मात्रै जीवन छ हाम्रो जीवन। यसकारण तपाईँ हामीले त्यो सपना अवस्थामा पनि एउटै शक्ति चाहिँ चलिरहेको हुन्छ, त्यो हो श्वास, त्यो हो प्राण। यसै कारण सबैको तत्त्वदर्शीले के गर्नुहुन्छ भन्दाखेरि, औरो एक सुगुप्त म त कहूँ कर जोडी, शङ्कर भजन बिना भक्ति नपावे मोरी भनेको छ भगवान रामले। औरो एक सुगुप्त मत कहूँ कर जोडी, भगवान रामले बनारसमा गएर चाहिँ नैमी सारणीमा क्षेत्रमा गएर चाहिँ हात जोडेर चाहिँ भन्छ, औरो एक सुगुप्त मत कहूँ कर जोडी, शङ्कर भजन बिना भक्ति नपावे मोरी। शङ्करको भजन बिना भक्ति नै हुँदैन भनेछ। अब शङ्कर भजन के हो? ओम नमः शिवाय हो त भन्दाखेरि होइन। भगवान शङ्कर भगवानको चाहिँ के हो त भन्दाखेरि, जसरी भगवान शङ्करले कैलाशमा बसेर ध्यान बसेर जुन चाहिँ ध्यान गरिरहनु भएको छ नि, त्यही शङ्कर भजन हो। भगवान शङ्करले पनि आँखा बन्द गरेर त्यही प्राण शक्तिको जाप गरेको छ। यस कारणले गर्दाखेरि अखण्ड मण्डलाकारम व्याप्तम मेन चराचरम तत्पादम दर्शितम मेन तस्मै श्री गुरु नमः। हे गुरु महाराजी, त्यो सर्वव्यापक ईश्वरको नाम तपाईँले मलाई दिनुभयो, सर्वशक्ति त्यो पवित्र नाम तपाईँले दिनुहुन्छ, तपाईँले सधैँ मेरो प्रणाम गर्छु भनेर भनिन्छ। यसकारण आऊ आज यस शिवरात्रिको पर्वमा तपाईँ हामीले पनि भगवान शिवजीको त फोटोलाई राम्रो हेरौँ। भगवान शिवजीको यहाँ के स्थापित गरेछ उहाँको शिवलिङ्गलाई, त्यसलाई अनुभव गरौँ। बहुत शक्ति छ यसमा। अनुभव मात्र होइन, जसले जापन गर्छ शिव नाम, जसले जापन गर्छ शिव नाम यो मुखले होइन, जिब्रोद्वारा होइन, जिब्रो यो जुन चाहिँ ओठ बिना जसले शिव नाम जप्छ
साँच्चै नै त्यहाँ शक्ति आउँछ। ऊ नै मृत्युमा अमृतम गमाउँछ। यसकारण आऊ त्यस्ता महान पुरुषले सामूहिक तथा सद्बुद्धि गुरु महाराजले पूज्य सन्त महात्मा पठाउनु भएको छ। पूज्य सन्त महात्मा हाम्रो अग्निबाजी तपाईँले हेर्नुहोस्, हाम्रो त नातिनीहरू जति उमेरको छौँ। यहाँलाई जुन अनुभव भयो गुरु महाराजजीको कृपाद्वारा, ब्लेसिङ भयो गुरु महाराजजीबाट, त्यो रुहानी शक्ति लिएर तपाईँ हामीलाई यसरी जनमानस एटलिस्ट सम्झौँ हामीले। संत मिलन के चले तजमान अभिमान जो जो अग पग दारे कोटि यज्ञ समन। आज पूज्य सन्त महात्माको सान्निध्य जब प्राप्त गर्छौँ, कोटि यज्ञलाई प्राप्त गरेको बराबर हुन्छ। यस कारणले गर्दाखेरि आज सामुङ शाखाद्वारा जति पनि यस गाउँका हाम्रो छरछिमेकी स्पेसली हाम्रो शिवम भाइले पनि यहाँ बहुत सपोर्ट गरिरहेको छन्। र तपाईँ सबैले हाम्रो यहाँ जति पनि मेरो स्टुडेन्टहरू छ, अभिभावकहरू हुनुहुन्छ, सबैले तपाईँको नानीहरूलाई मानव उत्थान सेवा समितिलाई एकपल्ट ढोकामा ढकढकाउनु आउनुहोस्। यहाँ कहिले गलत हुँदैन, किनभने 1974 सालमा यहाँ त 1974 सालको त कुरै छाडौँ न, तपाईँ कति धेरै धेरै इतिहास जन्मिनु भएको थियो। त्यति बेला उपदेश प्राप्त गरेर पनि अहिलेसम्म पनि तपाईँ हामीलाई गुरु महाराजले यसरी ज्ञान प्रचार प्रसार लगाइरहनु भएको छ। होइन भने त म त एकदम तपाईँलाई थाहा छ त्यसैले म हाम्रो टाढोको होइन, कहाँ यता हामी संसारमा हुन्थ्यो होला। हाम्रो साथीहरू धेरै संसारमा छैनन्, किन दुईटा चिज थियो नि त हातमा, एउटा सत्य र असत्यको जीवनहरू थियो। आज गुरु महाराजले सत्यको तर्फ लिएर तपाईँ हामीलाई अगाडि बढाइरहनु भएको छ। अनि यो मसिनो नानीहरूले युग परिवर्तनको निम्ति महान पुरुष आउनु भएको छ, उनीहरूले इतिहास गर्छन्। यसकारण सबै नानीहरू पनि सधैँ सधैँ यहाँ बाल सभा गर्ने युथहरू अगाडि आउनुहोस्। हामीले युग परिवर्तन गर्नुपर्छ, सोसाइटीलाई परिवर्तन गर्नुपर्छ, गाउँलाई परिवर्तन गर्नुपर्छ, आफै आफमा परिवर्तन गर्नुपर्छ। हामी